बिहान आगो लागेको घरमा फेरि आगो निभाएर हिँड्छ, फेरि दमकलहरू आएर निभाउँदैछ। भित्रभित्र आगो लागिरहेछ। त्यही बाबुले मिडियामा दिएको रुखेर ऊ त्यो बाबुले खिचेर एउटा फुच्चेले खिचेर मिडियामा मैले दिएको अनि पो भाइरल भएको भन्छ फेरि मलाई। बिहान चाहिँ कोही आएन र आउनै दिनु पऱ्यो भने बिहान छिर्न त दिँदैन, आगै निभ्या छैन भित्र त्यत्तिकै बलिरहेको। यो चाहिँ अहिले बेलुका 5:30 पाइप ल्याउनै कस्तो गाह्रो के। गल्ली गल्लीमा घरहरू आग लाग्यो भने साह्रै गाह्रो। यो फेरि बाटो बनाएर दिक्क बनाखा त्यसरी भिडियो बनाएर। यस्तो पुरानो घरमा आगो लाग्यो भने साह्रै गाह्रो। पुरानो घरमा बस्नु पनि डेन्जरस। नयाँ पनि लाग्छ तपाईँ? लाग्न त लाग्छ, अझै सिमेन्टी घरहरू उता माथिको भेट्यो नि त। विदेशतिर देखेको यो केमिकल हुन्छ सिमेन्टीमा नि डेन्जर। कस्तो बल्छ है बाहिरतिर। 15 दिन 22 दिन पानी घरेर हाल्यो। भित्रभित्र आगो हुन्छ निप्दैन, पछि उताउता बस्ने मान्छेलाई नि गाह्रो आउन लाग्यो भन्नु न। आगो नै निभ्या छैन। कस्तो छर्र हाल्यो पानी। मलाई त अरू भन्दा नि त्यो घर पनि आउँछ जस्तो लाग्छ पानी हाल्दा हाल्दा, डर पो लाग्छ। भित्र रहेछ नि त आगो। हेर्नु त भाउजू आगो कति रहेछ है, माथिबाट धुवा आइरहेको छ। हेर्नु न कति धुवा आइरहेको, धुवा त छ त त्यहाँ पनि। अरू भन्दा नि त्यो पछाडि घर बस्ने मान्छेहरूलाई गाह्रो हुन्छ नि। ग्यास लिक भएछ क्या? ग्यास लिक भएको भन्छ, कसरी चुर खाएको भन्छ, थाहै छैन। अब कि मर्नेलाई थाहा होला कि भगवानलाई थाहा होला।